उल्किने बानी रहेछ। रविको चलाखीले यहाँ लगेर फसाइदिएपछि बनाइदिने प्रधानमन्त्री भनेको छ, लगेर निक्लिन नसक्ने खाल्डामा हालिदिएको छ। त्यो रविको चलाखी हो। नजिक भनेको डबलभन्दा बढीले हामी जित्छौँ। जतिसुकै ग्याप भए पनि नजिकको नेपाली कांग्रेस। बालेन्द्र शाह होइन? उहाँको के छ यहाँ, को छ यहाँ? मेरो ठाउँमा आएपछि त मसँग भेटेर बा के गरौँ कसो गरौँ, म चुनाव लड्न आएँ, कहाँ बसौँ, कस्तो गर्दा राम्रो हुन्छ भने भाइ मै खोजिदिन्थेँ नि डेरा त के भयो। अब मेरो आफ्नै घरमा बस्न दिन्थेँ भनौँ भने अब भए जति मलाई बस्न दिने, बास बस्न दिने। मैले 23 वर्ष अगाडि बेचेका अर्काका घर, अर्काका धन सम्पत्ति पनि चलाउने खालका क्रियाकलाप यहाँ भए। अब त्यस्तैका घरमा त किन बस्नु पर्थ्यो त? नन्तै बसे हुँदो, बरु म खोजिदिन्थेँ। मैले त यहाँ त मान्छे चिनिएको छु नि त। राम्रो सजिलो के हुन्छ भने एआई प्रयोग गरेर एउटा जने मेसिन गन मैले बोकेर डट गोली चलाएको देखाइदिएँ, यही मान्छेले मारेको हो भन्दाखेरि त गजब हुन्थ्यो होला नि। होइन, यो सर्वोच्च अदालतले थुनामा राखेर कारबाही गर्नुपर्छ भन्ने निष्कर्ष दिने अनि विशेषले चाहिँ नि छोडिदिने अनि सबै तैचुप मैचुप हुने, यो खोलो यत्तिकै आफ्नै बाटोमा हिँडिराखे जस्तो त लाग्दैन। त्यसपछि उनलाई धुरी बनाएर भएका गतिविधिहरू यत्तिकै सहज स्वस्फूर्त त्यस्तो त लाग्दैन। तर उहाँहरू त हामी रिसर्च गर्छौँ, हामी रिसर्च गरेर डेटामा विश्वास गर्छौँ, रिसर्च गरिसक्यो हामी जित्छौँ अनि भन्नुहुन्छ। हामीलाई चाहिँ गर्न आउँदैन कि, रिसर्च गर्न आउँदैन कि, मान्छेलाई सोध्न आउँदैन कि, सोधेर आएको नतिजा निकाल्न आउँदैन कि, त्यसलाई कसरी के गर्नुपर्छ भन्ने कुरा आउँदैन कि, हामीले चाहिँ ल्यापटप चलाउँदैनौँ कि, हामीले चाहिँ फोन चलाउँदैनौँ कि, हामीले चाहिँ कम्प्युटर चलाउँदैनौँ कि, हामीलाई चाहिँ रिसर्च भनेको कुन चराको नाम हो भन्ने